टाइल र ग्रेनाइट भनेको किचनको सुन्दरताको लागि मात्र होइन, त्यसलाई बलियो र टिकाउ बनाउने एउटा विकल्प पनि हो। यी जडान गर्ने समयमा केही कुराहरुमा ध्यान दिनु एकदम जरुरी हुन्छ। जस्तै किचनमा ग्रेनाइट राख्दा महँगो छ कि छैन भनेर हेर्नु भन्दा नि सबैभन्दा पहिलो त्यसको क्वालिटी राम्रो छ कि छैन त्यो चेक गर्नु एकदम जरुरी हुन्छ। त्यसैगरी ग्रेनाइटको कलर छान्दा पनि व्हाइट कलरलाई अभोइड गरेकै राम्रो। यसले दाग बस्ने र छिटो पुरानो देखिने समस्याबाट जोगाउँछ। र भित्तामा राख्ने टाइल छान्दा चाहिँ ठूलो साइज र स्मुथ सर्फेस भएको हेर्नु राम्रो, किनकि त्यसमा यदि केही किसिमको चिल्लोपना लागिहाल्यो भने पनि सफा गर्न सजिलो हुन्छ। साथै टाइलको कलर किचनको थीमसँग मेल खाने गरी राख्नु बेस हुन्छ। त्यसैगरी फ्लोरको टाइल छान्दा भने सकेसम्म नन स्लिपरी सतह र डिजाइन भएको छान्नु राम्रो हुन्छ, जसको कारण यसले सेफ्टी बढाउँछ र साथै किचनको ओभरअल डिजाइनलाई पनि इन्हान्स गर्छ। किचनमा क्याबिनेट राख्दा चाहिँ के कुरामा ध्यान दिनुपर्छ त्यो बारे हामी अर्को भिडियोमा बुझ्नेछौँ।